भावना सम्मेलन कार्यक्रमको निम्ति यहाँ हामी किचनमा आएको छौँ र यो किचन पनि हाम्रो भण्डाराको पर्मनेन्ट किचन चलिरहेको छ र हामीले यहाँ भाँडाकुँडाहरूको अन्दाज गर्न सक्छौँ कि कति खाना बनिन्छ भनेर। र यो दालको भाँडाहरू दर्ता हुन्छ र यो भाँडाको अन्दाज गर्नको लागि म यहाँ क्यामेरा दिएर म भाँडा बाँड्न जान्छु। र दाजु धन्यवाद। यहाँ हाम्रो वाइपी दाजु, हाम्रो साल दाजु हुनुहुन्छ। अस्तिको दिनदेखि नै यहाँ आएर सेवामा लाग्नु भएको छ र हामी चाहिँ आज आयौँ र आएर यहाँनिर भाँडाहरू सबै देख्छौँ र यो भाँडाको अन्दाज हामीले गर्न सक्छौँ। खानापिना पाक्दैछ रहेछ। यो चाहिँ हाम्रो पुनिको साइज, पुनिको साइज यसरी हामीले पुनिको साइजहरू हेर्न सक्छौँ। र यो दालहरू बाँड्ने भाँडाकुँडाहरू इत्यादि हाम्रो त यहाँ खाना खाने ठाउँ है, खाना खाने ठाउँ। यहाँ प्रेमीहरू आएर लाइनमा लागेर दिनमा 3 लाख जस्तो प्रेमीले खाना खाने जग्गाको सानो एउटा जग्गा यहाँ देखाउन गइरहेको छु म तपाईँलाई। र यहाँ यसरी खानापिना कुदाउने गाडी पनि हामीले यहाँ देख्न पायौँ। र हाम्रो यहाँ जीवन सर पनि आइसक्नु भएको छ। र खाना पाक्ने मसिन योपालिदेखि इन्स्टल्ड गरेको छ। यहाँ कसरी हो त्यो त मलाई थाहा छैन। यी बर्तनहरू मसिनहरूमा खानाहरू बनिने रहेछ। र सालुगढा मानव उत्थान सेवा समितिको भव्य कार्यक्रम 31 डिसेम्बर र 1 जनवरी हर वर्षमा हुने गर्छ। सायद यहाँ भात पाकिरहेको होला यो मसिनहरूमा। र यो मान्छेहरू देखेर भाँडा र मसिनहरूको अन्दाज गर्न सकिन्छ। र यसरी प्रेमीहरू अगाडिदेखि नै, अहिलेदेखि नै, अस्तिदेखि नै खटिरहनु भएको मैले तपाईँहरूलाई फोटो साझा गर्न समर्थ बने। र यो केवल किचनको लागि मात्रै सागसब्जी पखाल्ने यो कलहरू झन्डै 10-12वटा कलहरू रहेछन्। र अहिलेदेखि नै यहाँ भण्डारा चलिरहेछ। सब्जीहरू एकदम पहाडबाट डुवर्स, दार्जिलिङ, खरसाङ, सिक्किम, मङ्गान र प्रेमीहरू आग्राहरूबाट पनि आइसकेको, हरिद्वारबाट साधु सन्तहरू आउनु भएको छ। र इन्टरनेसनल ग्रान्ड प्रोग्राम हेर्ने नै हो भने चाहिँ जीवनमा एकपल्ट सालुगढाको डिसेम्बर लास्टको प्रोग्राम हेर्न हामी आउनु पर्ने रहेछ। र प्रेमीहरूको बस्ने आवासहरू प्रशस्तै, भक्तजनको बस्ने आवासहरू प्रशस्तै बनाइएको हुन्छ। केवल आएर बस्दा हुन्छ। त्यसमा लुगाहरू पनि हामी पाउँछौँ। सिरकहरू 10 रुपियाँ रातको गरेर, डनलपहरू 10 रुपियाँ रातको एउटा गरेर पाउँछौँ। अनि फर्काउनु पर्छ हामीले। किराय केवल 10 रुपियाँ लाग्छ एउटा ब्ल्याङ्केटको, एउटा डसनाको। र यहाँ जुन चाहिँ अगाडि तपाईँहरूले देख्नुहुँदैछ भर्खर बनाउँदैछ। अब प्रेमीहरू खासै आउने भनेको चाहिँ तपाईँको 30 डिसेम्बर, 31 डिसेम्बरमा आइसक्नुहुन्छ। सबै खचाखच भरेको हुन्छ। कुनै यस्तो पण्डालहरू बिहारको, कुनै दार्जिलिङको, कुनै भुटानको, कुनै नेपालको, कुनै चाहिँ सिक्किमको नाम्ची, कुनै गान्तोक भनेर हुन्छ। र यसरी यो यहाँ सांस्कृतिक विभाग भनेर हामी पर देख्दैछौँ। डोनेसनबाटै भएको। हजुर, यो डोनेसनबाटै सबै भएको हजुरहरूलाई हामी जानकारी दिन्छौँ। र यहाँ खट्ने प्रेमीहरू, भक्तजन खटारे जुन चाहिँ यो पण्डाल देख्दैछ, हामी यो पनि कुनै स्टेटको हुनसक्छ। र यसरी भव्य रूपमा बनिएको छ पाण्डालहरू, बस्ने पाण्डालहरू। यो सत्सङ्ग पाण्डाल हामी तल जानुपर्छ। यसरी स्ट्रिट लाइट पनि लागेको छ। र यहाँ सन्त आवास भनेर यता छ। साधु सन्तहरू अल ओभर इन्डिया, फरेनबाट पनि आउनु भएको हुन्छ। र यसरी प्रेमी भक्तहरू अहिले आफ्नो आफ्नो काममा
लागिरहनु भएको हामी देख्न पाइरहेका छौँ। नानीहरूको लागि पनि मेलाको व्यवस्था रहेछ बाहिर। बाहिर मेलाको व्यवस्थाहरू रहेछ है। हजुर राम्रो त्यो प्रकारले नानीहरूको लागि अब विशेष गरी अब उनीहरूलाई यो त अब बुझ्दैनन्, यहाँनिर रमाइलो छ। बाहिरको अझै चकाचौँध यो के भनौँ रोटेपिङदेखि लिएर खेल्ने ओर्ने सबै कुराहरूको त्यस्तो सबै भेजिटेरियन एकदमै शुद्ध है, शाकाहार मेलामा पनि नन भेज राख्न पाउँदैनन् राख्न पाइँदैन र त्यो बन्देज छ। बन्देज छ। र यहाँनिर सबै वर्गका मानिसहरू, सबै किसिमका मानिसहरू चाहिँ एउटै स्वरमा एउटै धुनमा लागि परेको देखिन्छ। दुर्लभ छ यस्तो जग्गा नजिकैमा भन्ने लाग्छ हामीलाई चाहिँ अब घरिघरि आएर हेर्दाखेरि। र यो दृश्य मनमोहक लागेर नै यहाँ हजुरहरूलाई पेस गरेर हामी फेरि यो ठाउँबाट आफ्नो बस्ने ठाउँमा फर्किँदैछौँ। र म यहाँ दाजुलाई अन्तिम सानो कुराको निम्ति दिँदैछु। हजुरहरूलाई निमन्त्रणा छ है, वर्षकै भ्याउनुहोस् जीवनमा यस्तो इन्डियाको सबैभन्दा टप ठुलो कार्यक्रम, धार्मिक कार्यक्रम जहाँ जगद्गुरु श्री सतपालजी महाराजको दर्शन एवं उहाँको वचन सुन्ने मौका पाउँदछौँ। र यसलाई पनि नचुकाउनु होला भन्ने पनि मेरो अनुरोध छ। हामी सबैलाई अनुरोध गर्छौँ हजुरहरूको बसोबासो खानेपिनाको व्यवस्था यहाँ सम्पूर्ण रूपले व्यवस्थित गरिएको हजुरहरूलाई जानकारी दिन चाहन्छु। प्रेमले भन्नुहोस् सद्गुरुदेव महाराज की जय।